जुन एउटा निराशा बढ्दै गएको छ नि समग्रमा राजनीतिप्रति नै निराशा छ मान्छेहरूको हैन राजनीतिले निम्त्याएको निराशा हो के खास तपाईको आज व्यवसाय राम्रो छैन हैन मान्छेहरूले राम्रोसँग पढ्न पाएको छैन भन्ने गुनासो छ राम्रोसँग उपचार गर्न पाउँदैन भन्ने गुनासो छ हैन सेवा सुविधा त्यस्तै छ असुविधा त्यस्तै छ समग्रमा यो राजनीतिले निम्त्याएको गुनासो र युवाहरुमा पनि त्यही भएरै अब गुनासो बढिरहेको छ अब पछिल्लो समय फेरि अब आन्दोलनहरु पनि भइरहेको छ व्यवस्था ठीक भएन भनेर 17-18 वर्ष मात्रै भयो नेपालबाट चाहिँ राजतन्त्र ठीक भएन भनेर बिदा गरेको यही 17-18 वर्षमा फेरि अब यो लोकतन्त्र ठीक भएन फेरि राजतन्त्रै चाहियो भनेर आन्दोलन भइरहेको छ यसले चाहिँ देशलाई फेरि एउटा अस्थिरतातिर धकेलिरहेको स्थिति हो हैन र मान्छेहरु जसरी देश छोड्ने लहर छ यो त अस्ति एउटा सांसदजीले पनि भन्दै हुनुहुन्थ्यो हैन यो रिभर्स माइग्रेसन चाहिँ अलि समय चलिरहन्छ संसारभरि भन्ने चाहिँ हो हैन त्यो हुन पनि सत्य चाहिँ हो संसारभरि यो खालको माइग्रेसन चाहिँ हुन्छ एक समय जहाँ पनि तर नेपालमा चाहिँ जुन मानसिकताका साथ माइग्रेसन भइरहेको छ नि यसले चाहिँ यो चाहिँ सकारात्मक मान्न सकिन्न जस्तो कि आजको युवा पुस्ता जस्तो हिजो जापानका मान्छेहरु जापानमा जब युद्ध भयो हैन त्यतिबेला चाहिँ जापानकै भन्नु चाइनाकै भन्नु मलेसियाकै मान्छेहरु भन्नु काम सिक्नलाई बाहिर गए के हैन त्यहाँका नागरिकहरु चाहिँ सो स्फूर्तै म पहिला गएर बाहिर गएर काम सिक्छु फर्केर आएर मेरो देश बनाउँछु भनेर हैन जापान युद्धमा फसेको बेला होस् चाहे त्यो चाइनाको कुरा होस् चाहे युरोपियन कन्ट्रीहरुको कुरा होस् त्यस्तो माइग्रेसन थियो कोरियाकै किन नहोस् हैन तर हाम्रोमा चाहिँ आजको दिनमा टोटली निराशा बोकेर म यहाँ सिकेर केही सिकेर फर्किन्छु हैन कि म यहाँ कहिले पनि आउँदिन र मेरो भएको परिवार पनि म लैजान्छु मेरो छोराछोरी त यहाँ बस्नै हुँदैन मैले राख्नै सक्दिन यो मानसिकताबाट गइरहेको अवस्था चाहिँ खतरनाकै देख्छु है म चाहिँ भविष्यलाई अब यो त राजनीति गर्ने मान्छेहरूले सोच्नु पर्ने हो मान्छे यहाँ केही पनि हुँदैन भनेर जाँदै गर्दा सम्पूर्ण कुरा राजनीतिकै अस्थिरताको कारण हुन सक्ला अथवा यसमा अरु केही कुराहरु पनि छन् जस्तो लाग्छ मैले यस्तो हो के अब त्यो त के हो भने जस्तो हेर्नु न राजनीतिक अस्थिरता चाहिँ मैले किन जोडेको भन्दाखेरि मान्छेहरु आज जे कुरामा जस्तो एउटा व्यवसाय गरिरहेको मान्छे एउटा सरकारी अफिसमा जान्छ भने उले करै तिर्दा पनि आज सुविधाजनक तरिकाले मान्छेले तिर्न सक्ने स्थिति छैन के तपाई हैन मैले पनि यो विषयमा जति कुरामा चाहिँ जे जसो विकृति भइरहेको छ नि मुख्य कारण चाहिँ राजनीति नै हो मैले चाहिँ यो विषयमा धेरै हेर्दै गर्दा नि यो राजनीति भन्दा पनि कर्मचारी तन्त्र सुदृढ भइदिने भने राजनीति पनि सुध्रिन्छ कि भन्ने खालको एउटा मेरो अनुमान किनभने प्रशासनिक तहमा रहेका तह तबकामा रहेका कर्मचारीहरु नै एउटा यस्तो पावरफुल जो स्थायी सरकार नै मानिन्छ हामीले कर्मचारी तन्त्रलाई अरु प्रतिनिधि भनेका त 5 वर्षका कुरा हुन् अर्को वर्ष इलेक्सनमा नजिते जान्छन् सक्यो तर लोकसेवा पास गरेर आएको कर्मचारी त 20औं वर्ष सेवानिवृत्त नहुने बेलासम्म त्यही कार्यालयमा भनौं कुनै कार्यालयमा एउटा कार्य सम्पादनको क्षेत्रमै रहन्छ मेन ब्युरोक्रेटले नै यो कुरालाई चाहिँ सुधार्न सक्छ कि सबभन्दा पहिला अरु भन्दा पनि राजनीति भन्दा पनि कोही कसैले गलत गर्छ कसैको गलत काम क्रियाकलाप हुन्छ भने त्यसलाई कारबाही गर्न सक्ने त प्रशासनिक हिसाब त ब्युरोक्रेटमै छ नि त यो त्यो चाहिँ के हो भने हेर्नु त्यो पनि राजनीतिसँग जोडिएको छ जस्तो कि ब्युरोक्रेट स्थायी सरकार हो हैन एउटा मन्त्रालयमा मन्त्री भएर गइसकेपछि त्यो मन्त्री चाहिँ स्वतः पनि आफूलाई केही न केही फाइदा होस् भन्ने चाहिँ चाहन्छ हेर्नु र उले चाहिँ चाहना व्यक्त कोसँग गर्ने त भन्दाखेरि त ब्युरोक्रेटसँग गर्ने हो त्यो मन्त्रालयको सचिवसँग गर्ने हो सहसचिवसँग गर्ने हो हैन कसरी हो त त्यो आउने प्रक्रिया लिगल्ली चाहिँ भन्ने कुरा त मन्त्रीलाई त थाहा हुँदैन सांसदलाई थाहा हुँदैन अनि ब्युरोक्रेट चाहिँ मिल्ने हो अनि जुन पार्टी पिछेका जुन कर्मचारी युनियनहरु छन् उनीहरु कर्मचारीहरु सरुवा होस् बडुवा होस् नियुक्तिदेखि नै राजनीतिको पछाडी लागेर राजनीतिक दलको एउटा पहुँच मार्फत आफ्नो संगठनको पहुँच मार्फत उनीहरु नियुक्त हुन्छन् त्यसो भइसकेपछि उनीहरुले जस्तो कि कांग्रेसबाट कुनै एउटा पार्टीको नेताको पछि लागेर उ चाहिँ कुनै मन्त्रालय अथवा कुनै कार्यालयमा नियुक्त भएको छ भने उसले चाहिँ सामान्य नेतालाई टेर्दैन के अथवा अर्को पार्टीको मन्त्री आयो जनप्रतिनिधि आयो भने टेर्दैन
अनि अनि त्यो नेताले भन्छ के भन्दा यो आफूले भनेको नभइसके पछाडि अनि ब्युरोक्र्याटले बिगार्यो भने तर जति बेला चाहिँ राजनीतिक नेतृत्व ठिक हुन्छ नि इमान्दार हुन्छ नि जस्तो एउटा उदाहरण के दिन सकिन्छ भने काठमाडौँ महानगरपालिकामा योभन्दा पहिला पनि त जनप्रतिनिधि थिए त्यहाँ पनि ब्युरोक्र्याट त थियो तर बालेन शाह चाहिँ मेयर भइसके पछाडि अहिले ब्युरोक्र्याटले बिगार्यो भन्ने ठाउँ छैन नि किनभने मेयर जब जनप्रतिनिधि नै इमान्दार भइसके पछाडि उसलाई खानु परेन उसलाई 2 नम्बरी गर्नु परेन भने त ब्युरोक्र्याट त यसै पनि सचेत हुन्छ नि हैन ऊ त नराम्रो काम गर्नबाट चाहिँ प्रभावित हुन्छ नि दुईटा कि त पोलिटिकल लिडरहरू कि भने ब्युरोक्र्याटको लिडरहरू चाहिँ दुईटामा एकजना सही भइदियो भने पनि यो व्यवस्था सुध्रिन्छ जस्तो लाग्छ मेरो विचारबाट के यहाँ त दुईटै चाहिँ त्यो कुरामा चाहिँ बनाउनु पर्छ अथवा यसलाई कसरी लाने भन्ने नसोचेर हो अथवा गर्न नसकेर हो अब गर्ने ठाउँमा गर्नुभएकोलाई फेरि नसोचेर भन्दै गर्दाखेरि गरिरहेकोलाई पनि फेरि मन दुख्ला होइन र किनभने मैले अरू देशहरू विदेशी अरू धेरै मुलुकका चाहिँ कुराहरू समाचारहरू सुन्दाखेरि कतिपय ठाउँमा प्रधानमन्त्री भइसकेका मान्छे राष्ट्रपति भइसकेका मान्छे अर्थमन्त्री भइसकेका मान्छेहरूलाई पनि प्रशासनिक त्यहाँको प्रशासनिक तौर तर्फको मान्छेले कुनै सानो केस चलाएर जेल पुर्याएका घटनाहरू सुनिन्छन् के त्यो त हाम्रोमा त्यो खालको प्रयास नै छैन त्यो गर्दै गर्दा त्यहाँको मन्त्री भइसकेका मान्छे पनि भोलि मैले गलत गरेँ भने मलाई कानुनी रूपमा एउटा प्रशासनिक रूपमा मलाई चाहिँ मैले त्यो दण्डनीय हुनुपर्छ भन्ने किसिमको डर भएर पनि त्यो खालको देशमा एउटा नीतिगत रूपमा एउटा विधिको शासन चाहिँ स्थापित भइरहेको छ अहिलेसम्म हामीले देखेका छौँ र त्यसलाई चाहिँ कि त कर्मचारीहरूको चाहिँ उसलाई एउटा काम गराउँदाखेरि गलत गऱ्यौँ भने भोलि यो हुन्छ है भन्न कि त पोलिटिकल लिडरहरूले जो मन्त्रालय सम्हाल्नुहुन्छ जो संशोधन हुन्छ जो मन्त्री सम्बन्धित निकायको मन्त्री हुनुहुन्छ उहाँहरू चाहिँ सुदृढ भएको हुनुपर्छ जस्तो लाग्छ यदि उहाँहरू सुदृढ हुन सक्नु भएन भने त्यो क्षेत्रसँग आबद्ध भएर काम गर्ने हाम्रो प्रशासनिक कर्मचारीहरू चाहिँ उहाँहरूले चाहिँ पनि है तपाईँहरूले गलत गर्नुभयो भने यहाँनिर हामी छुट दिन सक्दैनौँ है भन्ने किसिमको गर्न सक्ने दिन आयो भने चाहिँ यो सुध्रेला होइन भने चाहिँ अब दुवै तर्फको मिल्ने तपाईँ हामी मिलेरै जाउँ भन्ने किसिमले भयो भने चाहिँ यो सधैँ यस्तै नै हुन्छ कि जस्तो चाहिँ लाग्छ क्या मलाई चाहिँ त्यही नै हो यसका लागि खासमा यो देशमा सुधार नि हो जति पनि सुशासनको कुरा आउँछ व्यवस्थाकै कुरा आउँछ होइन अब व्यवस्थाकै कुरा गर्नुहुन्छ भने पनि कर्मचारी तन्त्र भन्ने जहाँ पनि हुन्छ कर्मचारी नभइकन त काम हुने कुरै भएन होइन त्यो बिनाको व्यवस्था त कल्पना गर्नै सक्ने कुरै होइन अब हिजो राजतन्त्र होस् दलतन्त्र होस् होइन जबसम्म चाहिँ एउटा नेता र नेतृत्व सुध्रदैन नि तबसम्म कर्मचारी जनता चाहिँ सचेत भएर मात्रै चाहिँ हुँदैन हेर्नु नेतृत्व भने नेतृत्व नै हो जस्तो हिजो एउटा कुरा गर्दै थियौँ कि हामी बाहिर हेर्ने हो भने जस्तो अहिले 4 माइल एकदम जताततै छ नि त होइन कति मान्छेहरू मैले बिहान आज 5 बजीतिर पृथ्वी चौका हिँडेको मान्छेहरू भट्टाभट चाहिँ त्यो घरबाट फोहोर क्या हतार ल्याउन् एकछिनमा फोहोरको गाडी उताएर आउँदैछ ल्याएर चौका ल्याएर फोहोर फाल्दै हिँड्यो होइन पछाडि आएर नगरपालिकाले बल्ल उठायो होइन त्यस्तो किन हुन्छ भन्दाखेरि पब्लिक पनि सचेत हुनु जरुरी छ तर पब्लिक सचेत कति बेला हुन्छ भन्नुहुन्छ भने राजनीतिक नेतृत्व जति बेला सचेत हुन्छ नि तब मात्र पब्लिक पनि सचेत हुन्छ नेतृत्व भनेको एउटा उदाहरण हो हेर्नु होइन एक दिन तपाईँको वडा अध्यक्ष तपाईँको टोलमा झाडु लिएर हिँड्नु भने तपाईँ जस्तो काममा हिँडेको भने बाध्य भएर तपाईँ 1-आधी घन्टा चाहिँ तपाईँ पनि झाडु लिएर जानुहुन्छ होइन त्यो त नेतृत्वले सिकाउने कुरा हो नि त त्यो त अवश्य किनभने यो सामान्य घरमैदेखि लिएर पनि के मेरो बालबच्चालाई नि मैले आज त भने भोलि पनि उसले त भन्छ मैले तिमी भने उसले तिमी भन्न सिक्छ भनेको एउटा नेतृत्व गार्जियन गर्ने जो नेतृत्व टोलको लिडर छ लिडरले जस्तो खालको व्यवहार सिकायो त्यस्तै खालको समाजले सिक्ने हो अब तर ठ्याक्कै यसको विपरीत कतिपय ठाउँमा कति प्रतिनिधि राम्रो पनि हुनुहुन्छ उदाहरणीय पनि हुनुहुन्छ कति प्रतिनिधि राम्रो काम पनि गर्न खोज्नु भएको छ कति कर्मचारीहरूले पनि गर्न खोज्नु भएको छ तर ठ्याक्कै यसलाई चाहिँ एउटा नेतृत्वमा टुङ्गाएर एउटा यसको पनि मेन जुन ठाउँ छ नि जसलाई चाहिँ त्यो 1-2 जना गरेका मान्छे बाहेक जो चाहिँ केन्द्रबाट भनौँ न राज्यको चाहिँ मूल ठाउँमा बसेर मुख्य ठाउँमा बसेर काम गर्ने नेतृत्वले चाहिँ अझै पनि त्यसलाई चाहिँ व्यवस्थापन गर्न नसकेको हो कि भन्ने चाहिँ हुन त काम गरिरहेछौँ भन्नुभएको छ तर अहिलेको यो युवा शक्तिहरूको चाहिँ निराशापन यो व्यवसायीहरूको पलायन भएको रेट जति पनि अब आजभन्दा 8-10 वर्ष पहिला र अहिले चाहिँ यो बजारमा सटरै बिच्छे खाली छन् व्यवसायीहरू व्यवसाय गर्न चाहँदैनन्
म आफै पनि एउटा व्यवसायी भएको हिसाबले आजभन्दा 5-7 वर्ष पहिला व्यवसाय गर्ने माहौल र अहिले माहौल आधा फरक परिसकेको छ कि भनेको एउटा व्यावसायिक ब्याङ्कसँग पैसा छ, लगानी गर्नलाई चाहिँ पैसा थुप्रिया छ, लगानी गर्ने खालको एउटा स्पष्ट प्रोजेक्टमा कसरी लगानी गर्ने भन्ने खालको एउटा खालको सहज नीति छैन। हरेक झमेलाहरू छन्। अब त्यसमा पनि धेरै क्राइटेरिया, पहिलाभन्दा अहिले झन् क्राइटेरिया बढाउँदै लगेर चाहिँ एकदमै झन्झटिलो हुँदै गएको छ। कतिपय व्यवसायहरूले ब्याङ्कको ऋण लिएर कमाइ भएर तिर्नु भएको छैन, कतिपयले कमाउनै नसकेर नतिरे अवस्था पनि छ। अब 1-2जना सबै यो व्यवसायदेखि जनतादेखि सबैतिर यो समस्या छ। यो समस्यालाई चाहिँ एउटा नीतिगत रूपमै राज्यले व्यवस्थापन गरिदियो भने केही हदसम्म यो जुन यो माइग्रेसनको कुराहरू रोकिएला कि भन्ने चाहिँ अपेक्षामा अब म मेरो लेभलको चाहिँ युवा पुस्ता थियौँ। अब अहिले ठ्याक्कै यो नभइदिएर पछिल्लो समय राजनीतिक पनि अलिकति अस्थिरताको मोडमा गएको देखियो। पछिल्लो समय कोही राज संस्थाको गुणगानमा हुनुहुन्छ, कोही गणतन्त्र ठिक छ भन्नुभएको छ, कोही लोकतन्त्र ठिक छ भन्नुभएको छ होइन। तन्त्र सबै ठिक छन् तर तन्त्र चलाउने मान्छे ठिक नभएसम्म तन्त्र चुनाव पनि ठिक हुँदैन कि भन्ने चाहिँ मेरो आफ्नो पर्सनल चाहिँ बुझाइ छ यसमा चाहिँ। होइन, मैले त यो विषयमा मैले बारम्बार नै एउटा भन्दै आएको कुरा के हो भने हेर्नु, विश्वमा जति पनि देशहरू छन्, जति पनि सम्पन्न देशहरूमा छन् नि, हाम्रो देशमा भने जस्तो त्यहाँ सबै खालका तन्त्र छन्। हेर्नुहोस्, कम्युनिस्टले चलाएको देश पनि देखिएको छ चाइनाको रूपमा होइन, लोकतान्त्रिक हिसाबले चलेको देश पनि देखिएको छ अमेरिकाको रूपमा, अब भारतकै रूपमा हेरौँ हो कि होइन, राजाले चलाएको देश पनि देखिएको छ बेलायतको रूपमा। यी कति सम्पन्न छन् होइन। त्यही तन्त्रले फरक केही नै बाँदो रहेनछ जबसम्म त्यो चलाउने मान्छे फरक हुँदैन नि। अब हिजो राजतन्त्र चलाउने मान्छेको नियत थियो। मैले देखे अनुसार हिजो राजतन्त्र हुँदा पनि अहिले सरकारमा हुनुभएका नेताहरू, मन्त्रीज्यूहरू, प्रधानमन्त्रीज्यूहरू हिजो राजतन्त्रमा पनि मन्त्री हुनुहुन्थ्यो, लोकतन्त्रमा पनि उहाँहरू नै मन्त्री हुनुहुन्छ, गणतन्त्रमा पनि उहाँ नै मन्त्री हुनुहुन्छ, कम्युनिस्टको नाममा पनि उहाँहरू नै हुनुहुन्छ। भनेपछि त हामी तन्त्र जुन ल्यायो भने नेतृत्व एउटै हुँदै गर्दा र उहाँहरूले एउटा खालको चाहिँ यसरी गरौँ भन्दै नगर्दा र पछिल्लो समय एउटा विकृतिको रूपमा नि कस्तो खालको फैलियो भने प्रतिपक्ष अथवा विपक्षहरूले ल्याएका कुराहरू विरोधकै लागि विरोधै गर्न पर्छ भन्ने किसिमको संस्कार पनि बस्यो कि फेरि यो राजनीतिमा चाहिँ के कसो यसले के गर्छ भन्नेतिर नगइकन हामीले ल्याएका कुराहरू यिनीहरूले विरोध गरेपछि हामीले यो पास गर्नै पर्छ। अनि फेरि प्रतिपक्षले पनि सत्तापक्षले ल्याएको कुराहरूलाई विरोध गर्नै पर्छ भन्ने यस्ता कुराहरू पनि धेरै चाहिँ हरेक बुँदै पछि टिप्पणी पछि चाहिँ एकदमै विरोधको चाहिँ कुराहरू निस्किरहेको छ। यो विषयमा चाहिँ मलाई अस्ति त्यो एउटा के अरे हाम्रो चाहिँ काङ्ग्रेसको महामन्त्री गगन थापाको एउटा कुरा चाहिँ ठिक लाग्यो कि जस्तो 5 वर्ष संसदमा चाहिँ अब संसदको 5 वर्ष छ, 5 वर्षमा चाहिँ यहाँ सबैका सबै मिलेर सरकार बनाएका छन्। कहिले माओवादी काङ्ग्रेस, कहिले माओवादी एमाले, कहिले राप्रपा माओवादी होइन, मधेसवादी यी सबै छन् होइन, तर छोटो छोटो समय छन्। अब सबैले के भन्छ सरकारबाट बाहिर निस्केपछि मलाई त थाहा छैन, मैले त होइन। अनि यो 5 वर्षको जिम्मा चाहिँ कसले लिने हो गरेको चाहिँ कसले हो होइन। अब एउटा 6 महिना सरकारमा बस्छ, बाहिर निस्कँदा दिनु यो सबैभन्दा खराबै थियो भन्छ, भोलि आफू सरकारमा जान्छ फेरि सबैभन्दा ठिकै छ भन्छ। जस्तो अहिले काङ्ग्रेस र एमाले सरकारमा सँगै छन् होइन, एमालेको प्रधानमन्त्री हुनुहुन्छ। अब काङ्ग्रेसको नेताहरू अहिले के भन्छन्, सबै कुरा ठिक छ, भोलि कहीँनिर खटपट भएर फेरि यिनीहरू बाहिर निस्कनु पर्दा दिन यो सबै कुरा एमाले भेटेको हामीलाई जिम्मा चाहिँ कसले लिने यो हामीलाई थाहै छैन, हामी थिएनौँ अब कसले भनौँ भन्ने खालको कुरा। यस्तो होइन, यस्तो विकृतिले चाहिँ देशलाई कहीँ पनि पुर्याउँदैन। हेर्नुहोस् होइन, अब राजा भोलि राजा आए पनि त्यही नै हो होइन, अब पार्टी नै रहे पनि त्यही हो, कम्युनिस्ट आए पनि यो अन्यल त के भयो भने पछिल्लो यो जनआन्दोलन सँगसँगै सक्यो भने जनआन्दोलन सँगसँगै शान्ति सम्झौता भएको नि 18-20 वर्ष भइसक्यो। यो 18-20 वर्षको पिरियड नै यसरी नै 2-3 चुनाव खर्च, यो राज्यको ढोगडी यसरी नै यही तर म भन्दै ढिलौलोमा गइसक्यो। यसले केही पनि निकास लिएन नि त। मैले यसलाई कसरी लिन्छु भने यो काठमाडौँबाट भ्याली बाहिर निस्किन लागेको त्यो बस हुन्छ नि त, बस मान्छे नबन्जेल त कलङ्कीबाट फेरि स्वयं हुँदै फेरि बसबाटै घुम्छ कि यो राज्य सत्ता व्यवस्थापन सुशासन पनि त्यहीँ घुमिरहेछ क्या। यो कलङ्की कटेर चाहिँ उपत्यका छोड्यो भने चाहिँ एउटा उयो लाग्थ्यो होला, यो चाहिँ कलङ्की नै नकटे जस्तो लाग्छ क्या मलाई। भनेको त्यही भित्र घुमिरहेछ, यही सत्ता टिकाउने रोलोमेलोमा घुमिरहेको भएर नै एउटा निकास नभएको हो। यसको लागि एउटा स्थायी सरकार भइदियो भने चाहिँ चाहे गलत नै होस्, चाहे राम्रो होला नराम्रो होला, एउटा खालको निचोडमा चाहिँ जान्थ्यो कि भन्ने चाहिँ मेरो बुझाइ। किन जोसुकैको होस् एउटा स्थायी सरकार के, यहाँ त सरकार टिकाउनकै लागि चाहिँ 5 वर्ष त्यही खेलोमेलो गर्दैखेरि 5 वर्ष जान्छ। चुनावदेखि चुनावसम्म पार्टीभित्र चाहिँ अधिवेशनदेखि अलिकति कुनै मिलाएको पार्टीको अलिकति चित्त बुझेन, उसले गरेको निर्णय लिएर उसले म समर्थन दिन्न भनौँ भने सरकार हलिहाल्छ। उसैलाई फकाउँदै
5 वर्ष बित्यो होइन उहाँहरू त कतिसम्म भने यस्तो व्यवस्था बनाउनु भएको छ होइन जहाँ चाहिँ चाहेर पनि बहुमत आउँदैन यही खालले चाहिँ बहुमत आउँदैन कहिले पनि तर भन्ने बेला फेरि के भन्छन् जनता गलत छन् जनताले हामीलाई किन बहुमत नदिएको व्यवस्था यस्तो छ त्यो चुनावको सिस्टमै यस्तो बनाएका छन् कि उनीहरू कसरी हुन्छ सबैजना के थोरै 10, 5, 1, 2 सिट ल्याएर भए पनि धेरैभन्दा धेरै पार्टी सहभागी नै धेरैभन्दा धेरै मिलेर खाने चाहिँ अब यो पद्धति बनाएका छन् चुनावको सिस्टम बनाएका छन् अनि फेरि जनतालाई दोष लाउँछन् होइन 5 वर्षमा समग्रमा चुनाव जितेर संसदमा गइसके पछाडि को कसरी मिलेर हुन्छ कसरी मिलेर भत्काएर हुन्छ बनाएर हुन्छ 5 वर्षसम्म खेलमेलामा लाग्छन् अनि 5 वर्षमा ठ्याक्क चुनावमा जाने बेलामा हामीलाई त थाहा छैन अब चाहिँ हामीलाई चाहियो अब हामी बनाउँछौँ यो भनेरै पछिल्लो 62, 63, 64मा पहिलो संविधान सभाको चुनाव हो होइन 64 देखि 70 मा आइपुग्दाखेरि 6 वर्ष बिताएर के अरे संविधान सभा विघटन भयो त्यो बेला नि भनेको त्यही थियो होइन 72 मा फेरि यिनै मिलेर संविधान बन्द रहेछ नि त त्यो 6 वर्ष चाहिँ किन नमिलेको 2 वर्षमा मिल्न सक्ने 6 वर्षसम्म किन नमिलेको 6 वर्ष त यिनैले पछि धकेला हो नि त्यति बेला राजाले केही गरेको त होइन त्यति बेला स्वतन्त्र भनेर पनि कोही आएको त थिएन त्यो 6 वर्षको चाहिँ राज्यको क्षति चाहिँ यो त्यो नेतृत्व गर्ने मान्छेले त त्यसको क्षतिपूर्ति दिनु पर्ने हो कि हैन 2 वर्षमा संविधान ल्याएको कुरा जसले न सबै तयार छन् 6 वर्ष त्यो बर्बाद गरेको चाहिँ कसैले फेरि जिम्मा यो हामीले होइन यो हामीले गरेको होइन भन्ने छ गरेकोले त नि हो भएको अहिले भएकै राजनीतिक पार्टीहरू अहिले भएकै प्रायः जसो नेता गणहरू नेतृत्व पनि नै थिए नेतृत्व नेताहरू संसदहरू लगभग सबैजना रिपिट नै उहाँहरू नै हो पछिल्लो 20 वर्षको यो शान्ति सम्झौतापछि मरेर जानुभएको नेताहरू जानुभयो होला नत्र अरू प्राय उहाँ नै हुनुहुन्छ लगभग चुनावमा हारे पनि समानुपातिक मार्फत भने आउनुभएको उहाँहरू नै छ समानुपातिक अहिले त राम्रो ल्याउनु भएको छ त राष्ट्रिय सभा राष्ट्रिय सभामा भने यताउता ट्याक्क मिलाएर मनोनित गरेर भने हारे पनि लगभग उहाँहरू नै त्यहाँभन्दा बाहिर हुनुहुन्न अब त्यस पछाडि त्यो लस चाहिँ कसले गर्यो त नि भन्ने कुरा समीक्षा चाहिँ कहिले पनि गरेको पाइएन क्या हाम्रो देशको नेताहरू जो जति नै हुनुहुन्छ जस्तो अघिल्लोचोटि हेर्नु न अब एमाले र माओवादी मिलेर झन्डै 2/3 सरकार बन्यो होइन 3 वर्षसम्म कति 42 महिना हो के केपी ओली प्रधानमन्त्री भएको त्यति बेला नै हो देशमा चाहिँ मुख्य गरी चाहिँ अब यस्तो निराशा बढ्ने त्यो समय भनेको त्यो घटना त मलाई कस्तो लाग्छ नि म सानोमा हुँदा घरमा चित्त बुझेर भाँडा फाल्दिन्थेँ कि मैले आफ्नो घरको भाँडा फाल्दिने रिस उठ्यो भने भाँडा फाल्दिने क्या मैले भनेको कुरा भन भने घर भएको भाँडा थाल फाल्दिने घर बाख्राको मात्रै बनाइदिने भनेको मलाई त्यस्तै ठ्याक्कै त्यो याद आउँछ क्या राज्य चलाउने एउटा नेतृत्व पाउनेको चाहिँ आफू सक्छ आफूले चित्त बुझ्यो मिलेन भने सरकार डिसमिस सबै यो सत्ता सबै संसद आफै सकाउने अनि मैले होइन भन्ने यो सबै डिसमिस नेता त 3 वर्ष नै सक्दिउँ सबै कुरा चाहिँ सक्दिएर फेरि चुनावमा त फेरि भने जस्तो चाहिँ आखिर बेलुका त भात खान थाल चाहिन्छ नि त ल्याउनु त पर्दो रहेछ त दिउँसो चाहिँ फाल्दिने कि एकछिनलाई ठ्याक्क त्यो मेरो बाल्यकाल चाहिँ याद आउँछ अहिलेको त्यो खालको चाहिँ घटनाहरू हेर्दा यसले चाहिँ स्थायी रूपमा व्यवसायीहरूलाई युवाहरूलाई चाहिँ देशमा रोक्न चाहिँ अलिकति मान्छेलाई हामी आफैले नै अब के गर्ने भनेर सोच्न पनि धेरै कोभिड आयो भूकम्प आयो नाकाबन्दी आयो यी सबै खालका यो बिचका चाहिँ 10-15 वर्ष बिचमा भएका धेरै अप्ठ्यारा परिस्थितिहरू सामना गर्दै पनि नेपालीहरू युवाहरू व्यवसायीहरू बसिरहेको अवस्था थियो तर पछिल्लो यो 2 वर्ष चाहिँ ती सबै समस्या टरिसके पछाडि मान्छे चाहिँ अझ ठुलो लाइनमा चाहिँ लड्को लाएर चाहिँ विदेशी हिँडिरहेको छ कि रोकिन तयारै छैन अझै पनि भनेको त मान्छे अब केही हुन्न है भन्ने एउटा आश मेटिसकेको चाहिँ मैले चाहिँ महसुस गरिरहेको छु